नगरी सबैले बराबर माया ममता दिएर हुर्काउनु भयो। त्यसपछि कर्मश 6 छोराले 6वटा बुहारी ल्याएपछि कसैसँग झै झगडा नगरी तितो पिरो बोली वचन पनि नगरी मिलनसार तरिकाले सपरिवारलाई सम्हाल्नु भयो। त्यसपछि कर्मश 6 छोराले 6 बुहारी भित्याएपछि 6 छोरा 6 बुहारी 14 नातिनी 16 नातिनी 14 नाति 16 नातिनी 7 नातिनी बुहारी र 10 पलाती र 5 पलातिनी गरी स्वर्गीय नन्दबहादुर साईबाट र स्वर्गीय नैनशोभा साईबाट मात्रै जम्मा 64 जनाको सन्तति दुबासरी फैलाउनु भयो। आफ्नै घर मात्र नभई वरपर गाउँघर छर छिमेकीलाई समेत तुच्छ बोली वचन नबोली सबैसँग मिलिजुली बस्ने उहाँको स्वभाव शैली थियो। बसिरहँदा पनि 2082 वैशाख महिनाबाट फोक्सोको बिरामी भई उपचार गर्दा पनि सन्चो नभई बुढेसकालले छोइ सकेको हुँदा 2082 असोज 8 गतेका दिन हामी सबैलाई टुहुरा बनाई आफ्नै घर आँगनमा कालगती निधन भई सबैलाई सदाका लागि छोडेर जानुभयो। बिछोडिएको आत्मालाई जो जति यहाँ उपस्थित हुनुभएको इष्टमित्र मलामीजन तथा सम्पूर्ण आफन्तजनहरूमा धैर्य धारणा गर्ने शक्ति प्रदान मिलोस् भन्दै स्वर्गीय नन्दशोभा साईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। त्यसपछि क्रियापुत्र गोकुल साईबाट फोटोमा माल्यार्पण गरिदिनु हुन र सबै टाढा टाढाबाट पाल्नुहुने पाहुना इष्टमित्र माओली उहाँका माइती जो जति आफन्तजन हुनुहुन्छ तपाईँहरू सबैले रेडियो सुन्नुभयो कि नै? हामीले सबै रेडियोमा नाम दिएका छौँ। केही कतै छुट्न गएमा माफी चाहन्छौँ। उहाँले पूजा गरेर माल्यार्पण गरेर पहिला सबै क्रियापुत्रहरू र पुच्छर लाउनेहरू गर्नुहुन्छ। त्यसपछि टाढा टाढाबाट पाल्नुहुने पाहुनाहरू माल्यार्पण गरी सबैले नास्ता र खाना खाएर मात्रै गइदिनु हुन म हार्दिक तिमीहरू त्यो बाँड्ने उ गरेर तल अङ्कल हुनु त तल किन आएको भाडै शान्तिबाट यो गरिसकेपछि भिडियो बनाउनु भयो। भिडियो बनायो मैले बनाएको त्यो थाल होइन है, त्यो थाल अबिर केसरी कहाँ हो त्यो दुध हुन्छ है अहिले
पहेँलो मात्रै छ हेलो त्यतिले हुन्न अब हुन्छ हुन्छ भने पछि अरूलाई भन्दैन त्यो पर देखा भने अहिले यो पछि पाउन खानामा पाउँ टाढा पाउँदैन सबै टाढा टाढा पाउन अब नआत्तिनु सबैले मिलेर सबै त्यो ल हुन्छ भाइ राख पछि गर्लौँ है हेलो म लाएर आएँ कि ए 10 छ यार मम्मी ओ मम्मी तैँले बुहारी कुरा